बिहानको खाना चाहिँ खाजा खाने बेलामा पुगिन्छ पनि केही छैन वालो नि आल्ला गछ न यो अगाडि दिनु साथीहरू यो मान्छेले मलाई धोका दियो घर चाहिँ हाउ भन्न त स्कुलको नाम के रे बुड्ढा हो एभ्रिवान नमस्ते धेरै धेरै स्वागत छ कुमार राई मगरको युट्युब च्यानलमा आशा छ तपाईहरु सम्पूर्ण पनि एकदम सञ्चारमा हुनुहुन्छ होला म पनि एकदम सञ्चारमै छु म त आज रेडी भइसके साथीहरू आज चाहिँ हामी चाहिँ घरबाट धेरै टाढा लगभग 1 घण्टाको बाटो छ होला हिँडेर जाँदा त 3-4 घण्टै लाग्छ अनि हाम्रो चाहिँ एकदम खतरा तेल हाल्नै नपर्ने बाइक छ नि त हाम्रो हो त्यहाँ जाँदा त्यसमा चढेर जाँदैछौँ सो खाना खानको लागि माइली आन्टीको घर माइली आन्टी अरे बाबुको माइली आन्टी होइन बुढोको माइली आन्टी मेरो चाहिँ माइली फुपू पर्छ है उहाँको घर हामी चाहिँ आज भात खाना जाँदैछौँ साथीहरू बिहानको खाना रेडी भएर निक्लेको अनि ल गरिदिनु अनि मेरो मान्छे चाहिँ यस्तो हतार गरेर गर्दैछु मलाई थाहा छैन जे गर्नु मन लाग्छ त्यही गर्नु के गर्नु के गर्नु साथीहरू ब्लग स्टार्ट गर्नै नपाउँदै रिसाइहाल्छन् साथीहरू यहाँ तल बाटोसम्म चाहिँ हिँडेर जानुपर्ने भयो सक्दैन अरे यताको त अलि नराम्रो बाटो छ नि त मेरो घर माथि देख्न सक्नुहुन्छ छोडेर आइयो घर चाहिँ होइन के गर्नु बुढो चाहिँ भ्लगमा बोल्नै खोज्दैन अनि फेरि निक्लिन चाहिँ आफू छिटो हुन्छ नि त जहिले पनि छोरी मान्छेहरू अलि ढिलो हुन्छ निक्लिन अनि आफूले फेरि सबै यताउति हेर्न जान्दैन छोरीहरू फेरि यताउति सबै हेर्नुपर्छ हो कि हेर्नु त बरु थाहा छँदैछ नि साथीहरू अनि निक्लिन गाह्रो हुन्छ ढिलो हुन्छ अनि ल्याङ हानिहाल्छ कि छिटो निक्ल छिटो जाम भनेर कम्ताको छ र यस्तै हुन्छन् है छोरा मान्छेहरू बेहोरै हुन्न रिसाउँछन् भाइ आफू झन् उता जानलाई के विदेश जानलाई धेरै दिन पनि छैन 6-7 दिन छ अनि सँगै एउटा चाहिँ झगडा गर्ने रिसाउने छिनछिनमै यस्तै त छ नि यस्तै चलिरहेको छ जिन्दगानी अब टाढा भएपछि बल्ल हो फेरि माया लाउने झगडा नहुने सँगै हुँदा त झन् सेकेन्डमै झगडा हुन्छ रिस उठाइहाल्छ रिसाइहाल्छु म फेरि खुब रिसाउँछ बच्चा जस्तै भन्छ अनि गाह्रो छ हो गाह्रो छ एक कच्ची सिन्दुर लाग्यो अनि यहाँ होइन कि साथीहरू कम्ता टाढा फेरि जाने पनि पश्चिम टोला हो कि घरबाट आमा धेरै टाढा कहिले पुग्ने हो थाहा नै छैन अहिले 10 बजिरह कति बेला पुग्ने हो थाहा छैन तल कुरेर बसिरह होला अहिले भिडियो बनाएको देख्यो भने फेरि रिसाइहाल्छ है हेर्नु है त रिएक्सन खुब ढिलो गर्छस् कति ढिलो हिँडेको भन्छ अहिले यो के भयो साइकलमा कसरी म बस्ने यत्तिको बजट यहीँ आज त साथीहरू साह्रै दुःख पाउला जस्तो छ है आफू एक्लै हिँडिराख्नु भयो ओह्रालोमा चाहिँ सके होइन अनि अलिक कम्ता उकालो नि बाटो हो अनि तर जाने चाहिँ यता हो यता कम्ता गाह्रो खै कुन बेला पुग्ने आज थाहा छैन यस्तै छ मलाई त डर नि लागिरह बस्न नि अप्ठ्यारो भएछ के हुने हो घर पुग्ने बेलासम्म अझै बाटोमा हावा नि छैन रहेछ बाटोमै हावा सकियो भने त जिन्दगानी दर्पण छाया जङ्गलतिर के अझै सक्यो भने त के गर्ने थाहा छैन साथीहरू यो मान्छेले मलाई धोका दियो घर चाहिँ हावा छ कि छैन भनेर चेक नगर्ने अहिले चाहिँ हावा छैन अरे हेर्नु त आफूले चाहिँ डोर्याउँदै हिँडिरहेछ अनि मलाई चाहिँ हिँड्न लगाइरहेछ जहिले यस्तै अटो चल्ने ठाउँमा नि यस्तै हिँडाउँछ आज चाहिँ मलाई के हुने भन्दाखेरि 1 घन्टामा पुग्छ भनेको त्यहाँ मैले फेरि हिँडेर जाने भएँ बिहानै जाम घाम लाग्दैन अलि बिहानै भनेको अनि होइन 1 घन्टामा पुग्छ पहिले किन जाने भनेर
घरबाट निक्लिएको 1 घन्टा हुन लागिसक्यो कि साथीहरू। आधी बाटो नि आइपुगेको छैन। आज त हामी त भात खान बिहानको भात खान जानु लाग्छ साथीहरू, तर दिउँसो खाजा खाने टाइममा पुग्ला जस्तो खाजा खाइएला जस्तो भाटै गाह्रो छ हो, गाह्रो छ। आफू चाहिँ अगाडि अझ मलाई सिधै हिँड्दा अरे कम्ताको छ र यो मान्छे। यता हेर्नु न अझै है कहिले पुग्ने होला कि मरै झ्याउ लागिसक्यो मैले त। साथीहरू हामी चाहिँ लोकाको पुलमा आइपुगिसक्यौँ अहिले चाहिँ। यो चाहिँ भाइरल पुल हो है साथीहरू, यही होइन भाइरल पुल। अरूहरू बेसरी यहाँ फोटो खिच्न भिडियो बनाउन आउँछन्, पहिला एकदम भाइरल थियो। विष्णुनगरको लोका पुलमा आइपुगिसक्यौँ। चलाउने ल ल भिडियो खिचिदिनु हजुर अगाडिबाट के म चलाउनु सिक्न लाग्यो है साथीहरू। सिक्दै सिक्दै पुगिन्छ, कति बेला थाहा छैन। 11 बजिसक्यो है। धन्न बिहान खाजा खाथ्यौँ र भोक लागेन त्यस्तो साह्रो। ल है त लोका पुलमा छौँ। लगाउँछ न यो अगाडि अगाडि स्कुतिर स्कुतिर वासन वासन का पैदल र पार्न काजैमा ओरला मात्रै। साथीहरू त जङ्गलतिर आइपुगिसकेछौँ। मेरो सोलतिर आज पछाडि साइकल डोर्याउँदै अब 12 बज्छ एकैछिनमा साथीहरू। छ्या ऊ फोन नि आइसक्यो, खाना खाना आउने होइन भनेर फोन आइसक्यो जस्तो। ल है त कुन समयमा पुग्छ भन्ने कुरा थाहा ठेगानै छैन। ए आज त स्कुटी होइन साइकल नि सिक्दै सिक्दै गइन्छ, आइरहेछ सिक्दै सिक्दै। कहिले पुग्छ त होइन, गाह्रो छ हो साथीहरू, साह्रै गाह्रो छ। माइजी त रोएर हिँडेछ भन न। एकछिन साइकल चलाएको साथीहरू मलाई खासै आउँदैन सिकेको, तर अलिअलि त चलाएको छु नि मैले नि। भए पनि मैले सिक्दै गयो भने त आउँछ नि जे कुरा पनि। आँट हुनुपर्छ, लडे पनि घाउ भए पनि केही हुन्न भने नदराइकन सिक्यो भने चाहिँ आउँछ पक्कै पनि। अनि यता त रातो माटो निक्लिने रहेछ, खन्ने रहेछ माटो, रातो छ माटो, घर लिप्ने माटो। साथीहरू अहिले चाहिँ ल है साइकलमै छु म चाहिँ, पछाडि बसेर भिडियो खिचिरहेको छु। यसरी छ पछाडि, तर साइकलमा पछाडि भएर चाहिँ आँख दुख्ने रहेछ साथीहरू, गाह्रो छ। अनि यत्रो बाटो हिँड्यो नि त मेरो सर्दी चलाउनु भयो यस्तो नराम्रो बाटोमा नि। मलाई झन्नै अहिले म मोटाएर कति भएको थाहा साथीहरू, 53 किलो भएको छु। अहिले यस्तो मोटाउँदा पनि मलाई ठोकेर हिँड्नुपर्छ भने सिकाउन्टाको हो त मेरो मान्छे होइन नि। फेरि सक्दैन नि फेरि यस्तो त कसैले। अहिले चाहिँ हाम्रो चाहिँ सङ्घर्षको होइन दिनहरू चलिरहेको छ, साइकलमा हिँडिरहेको छ। भोलि के थाहा हामी पनि बुलेट बाइकमा हिँडिन्छ कि होइन, भविष्य कसले देखेको छ र साथीहरू होइन। यस्तो अब त आइपुग्नै लाग्छ अरे मलाई थाहा छैन झन् कति बजे, 12 बजे होला समथिङ, 12 बजे बनाइदिनु मैले बिहानको खाना चाहिँ। खाजा खाने बेलामा पुगिन्छ केही पनि केही छैन होइन। बुढाबुढीसँगै भएपछि त जे पनि छिन्छ राम्रै भइरहेको छ। मसँग भएपछि त जे पनि सहन सक्छु, जे पनि पुग्न तरै आँटे जे पनि रमाइलो छ, रमाइलो हेर्नु जिन्दगीहरू
साथीहरू तर चलाउनलाई त कति गाह्रो छ पसिना भयो पुरा शरीर भिज्छ के गर्नु मलाई नि गाह्रै छ बस्नलाई तर उहाँलाई भन्नु त मलाई अलि सजिलो हो कहिले हिँड्दै लड्दै कहिले चढ्दै कहिले ठिकै डोर्याउँदै ल्याइयो अब घर पुगेपछि देखाउँछ त साथीहरू जब माइली सासूको घर पुगेपछि माइली सासू होइन माइली सासू होइन भनेको क्या होइन र आइपुग्यो है साथीहरू यही हो कान्छी फुपूको घर ल आइपुग्यौँ साथीहरू दिउँसोमा बिहानको खाना दिउँसोमा त हुनुहुन्छ कान्छी फुपू होइन मैली फुपू मैली फुपू त खान्छौँ साथीहरू लगाएर उठौँ इलाना गाई मुजा खानु पनि फु साथीहरू के अरे मेरो नानी भान्जी नानी दिदीको छोरी होइन नाम के हो अरे हजुरको नाम के हो अरे कति पढ्नुहुन्छ जुठाल क्या मजाले भने जिउ न बान्ने है साथीहरू हामी चाहिँ आज फर्किएनौँ पश्चिम तोलामै छौँ म चाहिँ यस्तो अवस्था दिदीको कपडा लाएर बसेको कस्तो गर्मी छ साथीहरू कुर्ता लाएर बस्नै सक्दैन बस्ने गरी त आथिनौँ तै पनि बस्न पठाएर अनि है बसेको अहिले चाहिँ दिदीको घर आएको साइली दिदीको घर यता मेरो भान्जी नानी यता मेरो भान्जा बाबु कति क्युट होइन ल के भन्छ ल भन त स्कुलको नाम के अरे बुड्ढा हो अनि बाबुको केही भन्दैन हो भित्र जाने है आन्टी भित्र आउनु भयो अब हामी भित्र जाने है के अरे दिदीको घर है सानो दिदीको घर यो चाहिँ आँप रोप्नु भयो रहेछ अनि यता कुखुरा पाल्नु भयो दिदीले पुरा कस्तो धेरै कुखुरा चाहिँ यहाँ अनि घर दिदीको चक जालले के जजाएको छ फेरि कुखुरा हेर्नु साथीहरू यस्तो धेरै छ लोकल कुखुरा कपडा फोड झाले फेरि झारू उखालिदिने फेरि चक जालले अलग जजाउँछ बेमार इटा मार्छ चाहिँ लिमिट मर्केटा अहिले लिपस्टिक लाउने होइन नि नानी अलि पछि हो के झारको लिपस्टिक लगाउनु लाग्यो र चप्पलको डाक्नु जानु इस्यौ कि डाक्दाखेरि होइन आजको भिडियो यति नै थ्याङ्क यू फर द वाचिङ बाई बाई गाइज